हेलो साथी हो, सेवा सेवारो, जय मसी, नमस्कार। आजको मेरो युट्युब च्यानलमा मलाई सपोर्ट गर्नुहोला। मैले के देखाउँदैछु, मैले भनेकै थिएँ नि तपाईँहरूलाई, गाउँघरमा एकदम अर्ग्यानिक सबै कुरो हो, त्यस्तै मात्रै देखाउँदैछु। घर पनि अर्ग्यानिक हो, मान्छे पनि अर्ग्यानिक, गाउँको मान्छे हो साथी हो। हामी चाहिँ अर्ग्यानिक भनेर भन्दा कसो होला। चिया पनि अर्ग्यानिक, यहाँ हेरिहाल्नुहोस् होला। यहाँ चाहिँ हाम्रो बाजे हुनुहुन्छ। बाजे चाहिँ अहिले बिमारी छन्। यस्तो मिठो मिठो गीतहरू गाउँछ, यस्तो मिठो मिठो गीतहरू गाउँछ हो। प्रभुको गीतहरू दामी दामी पो गाउँछ त हाम्रो बाजेले। बाजे चाहिँ प्रभुमा एकदम विश्वास गर्छ हो साथी हो। अनि अब फेरि काम पनि अर्ग्यानिक गर्नु छ, धारामा गएर हो। अनि हामीले चाहिँ के गर्दैछौँ भने खोर बनाउँदैछौँ। बाजे चाहिँ बसिरहनु भएको छ। अहिले गीत गाउनु नसक्ने भएको छ, नाच्नु पनि नसक्ने। कि गीत गाउने कि नाच्ने अहिले सक्दैन है। त मेरोमा चाहिँ यस्तो बाठो बिरालो छ। यहाँ छ, यता हेर साथीहरूलाई। हाई भन्, हाई हेलो भन्। यहाँ हेरिहाल्नु होला। यसको नाम चाहिँ मिल्ली हो। यो चाहिँ मेरा सबसे प्यारा है दोस्त। सबैले धोका दिए पनि मेरो दोस्तले धोका दिँदैन। यसो गर, मेरो मिल्ली छ, मेरो साथी खेलिबस्छ मसँग यसरी, खेलिबस्छ यसरी मसँग खेलिबस्छ। आइया आइया भन्नुहोस्, गएको अरे। आइया चाहिँ भन्नु हुँदैन, भागिहाल्छ। यसलाई दुख्यो अब मलाई कुर्छ भनेर क्या हो। लु सुत, मसँग सुतौँ ल ल लु सुतौँ, मेरो काखमा सुतौँ। अब यसलाई चाहिँ गीत गाइदिनुहोस्। दामी सुत्छ यो चाहिँ आई आई आई, यस्तो खालको चाहिँ यो चाहिँ सुत्छ। आई आई, सुतेको उठ उठ सुत, उठ 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 उठाए। अब उठ, अब म बसिरहनु भ्याउँदिनँ। उठ, उसलाई छुइयो भने चाहिँ सुत्तेको सुत्तेकै सुत्तेको सुत्तेक सुत्तेको सुत्तेकै गर्नु हुँदैन त। सुत्तेको सुत्तेकै यस्तो सुत्छ यो भुन्टी, यस्तो सुत्छ यो भुन्टी। बोला यता हेउ गर, हेलो हाई हेलो गर। नाच डान्स गर्दैन। लु लु डान्स गर्दै त, डान्स गर्दै त, डान्स गर्दैन। गोर्खे सलाममा डान्स गर्दैन। पहिलो भेटमा गोर्खे सलाम भन्। आइया भयो है, आइया भयो है। ऊ छोडिहाल्छ, कोताल्यो भने चाहिँ छोडिहाल्छ। लु गोर्खे सलाममा नाच। लु गोर्खे सलाममा नाच। सबै साथीहरूलाई मेरो गोर्खे सलाम भन्। गोर्खे सलाम भनेको खै, सेवारो गोर्खे सलाम भन्, सेवारो भन्। यहाँ चाहिँ लु बस। हामी चाहिँ आज 3 ताले घर बनाउँदैछौँ। 3 ताले घर चाहिँ यति बिघ्न केटाकेटी छ। 3 ताले घरको निर्माण गरेको 3-4 दिन भइसकिसक्यो। कहिले बनाइसक्नु पर्ने हेर्नु होला। 3 ताले घर, यो चाहिँ 3 ताले घर छ। यहाँ चाहिँ चारो पानी खाँदैछ। यता हेर, यहाँ चाहिँ अब अन्डा फुल्छ हो। मेरो कुखुराले चाहिँ अन्डा फुल्दैछ। अहिले टिपेर मैले यहाँ बट्टामा लाउँदैछु। यहाँ पो रहेछ। अर्ग्यानिक अन्डा देखाउँदैछु साथीहरूलाई। यहाँ हेर्नुहोस् होला।
यो चाहिँ एकदम यो चाहिँ कस्तो प्रोसेसले बनाएको भने यहाँ चाहिँ के राख्ने, यहाँ चाहिँ कुखुरा फुल्ने राख्ने, यहाँ चाहिँ कुखुरालाई चाहिने चिज राख्ने, यहाँ चाहिँ चारो पानी खाने बनाएको। हेरिहाल्नुहोस् होला कस्तो लाग्यो साथी हो, लाइक कमेन्ट गरिदिनु होला। त्यसै बनाएको होइन, यति बिक्ना केटाकेटीहरू चाहिँ यहाँ बिजोग भइरहेछ पुरानो घरमा। यिनीहरूलाई चाहिँ यहाँ छ। अनि चाहिँ फेरि यो खोरहरू सबै पुरानो भयो, कुखुराको घरहरू। यहाँ पनि अलपत्रै पारेछ है अन्डा। अब यसलाई चाहिँ यसरी टिपेर राख्नु छ। अनि यहाँ पनि छ, यो चाहिँ यहीँ होस्, यहाँ एउटा मात्रै रहेछ। यस्तो छ, यस्तो अर्ग्यानिक हो एकदम। मैले भनेको थिएँ नि साथी हो, गाउँमा बसेको छु, अर्ग्यानिक चिज लिएर आउँछु। कुखुरा होस्, सब्जी होस्, सबै कुरो। यिनीहरूलाई चाहिँ अब यिनीहरूको यहाँ भेला पारिराख्नु छ। यही चिङ्ना कराउनु पर्छ। उनीहरूको छाना, यो चाहिँ कुखुराको छाना बनाउने मिस्त्री पनि यहाँ छ। मिलाउँदा भइसक्यो मिस्त्रीले पनि।